Hello madam, hello madam, where are you coming from? Where are you coming from? Tamil chokma gaera bat maram, yelilo akha khairo kapala, kitam pari visit garna aako Nepala. Excuse me, where is this address? Where should I go? Should I go left or should I go right? Care केही पनि सुन्नु पहिला हात चाहिँ मिलाउनु. Your address हो भनेको के? अनि त्यसो भन्नुपर्छ नि त. नेपाली बोल्न आउँदो रहेछ. मैले त तपाईलाई त्यसै रसियन सोचेर बसेको. महाराजगञ्ज कतापट्टि पर्छ? ए त्यसो भन्नु न त. हामीलाई अंग्रेजी पढ्न आउँदैन के? किन तपाईको गाउँमा कसैले पनि तपाईलाई अंग्रेजी पढाउँदैनन्? त्यस्तो कुरो केही पनि हैन म्याम. बरु त्यो कान्छीको भट्टीको भिटामिन B 4 बोतल खाइदिए आउँदै त बट्टा. Vitamins? अनि म्याम इंग्लिश चाहिँ नबोल्नु. इंग्लिश बोल्न हाम्रो केडी सर हुनुहुन्छ उहाँले नि बोल्नुहुन्छ. अनि दाइजो म्याम कुन देशबाट आउनु भयो? म चाइनाबाट आएको. अनि चाइनाबाट साँच्चै आयो त? अनि त्यो चाउमिन कति चाउमिन? अनि त्यो चिन्छ ह्यान्ड छैन. Shut up. अनि साथीहरु तिमीहरुलाई अच्छा यो आई लभ यु भन्ने चलन कसले सुरु गरेको? कि यो एकछिन बस्न बोल्न दे. यो चाइनिजहरुले किन थाहा छ? किनकि यसको न कुनै ग्यारेन्टी हुन्छ न कुनै वारेन्टी. Actually, म चाइनाबाट होइन, म जस्ट चाइना घुम्न गएको. मेरो मम्मी श्रीलङ्काको, मेरो बुवा नेपालबाट अनि म अमेरिकामा जन्मेको. ए तपाई श्रीलङ्काबाट आउनु भएको? Yes. Oh, hello, I'm from Sri Nepal. Sri Nepal, it's just Sri Nepal, it's just a Nepal. अनि तपाईहरुको यत्रो सानो लङ्का त्यसको अगाडि श्री जोड्नुहुन्छ. हाम्रो यत्रो ठुलो नेपालको श्री भन्नु नपाउने. अनि म्याम तपाईको बुवा श्रीलङ्का, मम्मी नेपाली अनि जन्म चाहिँ तपाईको अमेरिकामा. कसरी वेस्टर्न युनियन मनी ट्रान्सफर? म यहाँ नेपाली संस्कृति बारे बुझ्न आएको. मलाई तिम्रो नेपाली संस्कृति बारे भन. अरे म्याम नेपाली संस्कृति छोड्दिनु न. बरु तपाईको वहाँको के चलन छ? भ्यालेन्टाइन डे के हो म्याम बताइदिनु न. इडियट, म यहाँ नेपाली संस्कृति बारे बुझ्न आएको. तिम्रो देशमा अतिथि देवो भव भनेर भन्ने गर्छन् होइन र? तपाईलाई थाहा छ म्याम? यो यसरी कसरी हाँस्छ? यो यसरी रावण हाँस्छ. रावण चिन्नुहुन्छ तपाई? What? त्यो शाहरुख खानको मुभी वाला रावण? त्यो रावण होइन क्या. त्यो दिन थाहा छैन? त्यसको बेस श्रीलङ्काको थियो. श्रीलङ्काको पासपोर्ट थियो त्यो रावणको. त्यसलाई विजया दशमीको दिन चलाउँछन्. यो म्याम त्यसै रिसाउनु भयो. किन रिसाउनु भएको? बरु मेरो यहाँ कहाँ बन्दुक छ? यो बन्दुक लाउनुहोस् न. केटाकेटीलाई दिनुहोस्. Excuse me, I'm single. ए यही कन्फर्म गर्नु थियो. त्यो मेरो पर्सनल हो. कहाँ दिन्छु र? I just came here to know about your culture, but this man insults me a lot. तपाईलाई अतिथि देवो भव भन्ने थाहा छैन? तपाई यसरी पर्यटकको बेइज्जत गर्ने? यस्तो मान्छेहरु अघि बोलेको डायलग फेरि बोल्छ. अनि तपाईले के मलाई माफी माग्न खोज्नु भएको? म किन माफी माग्ने? हैन, मैले तपाईलाई माफी माग्न खोजेको हैन. मेरो भन्नुको मतलब त्यस्तो पनि हैन. हाम्रो नेपाल भनेको विभिन्न जात जाति, धर्म, संस्कृतिका मानिसहरूको बसोबास हुने साझा फुलबारी हो. जब सकिन्छ म एकछिन कहिले जान्छ है. यस साझा फुलबारीमा हिमाली भेगका शेर्पा, पहाडी भेगका ब्राह्मण, क्षेत्री, त्यसै गरी तराई भेगका मैथिली, भोजपुरीले आफ्नो संस्कृतिको सम्वर्धन आफैले गरिरहेका हुन्छन्. त्यसरी नै उनीहरूले पर्यटकहरूलाई पनि आकर्षित गरिरहेका हुन्छन्. यसले गर्दा फेरि हाम्रो गरिमा बढ्ने गर्दछ. र सबैभन्दा महत्त्वपूर्ण कुरा के भने हाम्रा पर्यटक जो हाम्रा गहना भनेर चिनिन्छन् उनीहरूको इज्जत हामी आफैले नै गर्नुपर्छ. होइन म्याम, गफ त राम्रै दिनु हुँदो रहेछ. सायद क्लासमा एफसी सरले पढाउनु हुन्छ. अब हाम्रो नाटकको दोस्रो भाग सुरु हुँदैछ. यसमा सरिता बस्नेतको एकल प्रस्तुति रहनेछ.